नमस्कार ल हाम्रो अल्लारेहरूको अर्को एउटा नयाँ ब्लगमा फेरि यहाँहरूलाई स्वागत छ। आज हामी 5जनाको टोली आज हामी विशेष भ्रमणमा निस्केका छौँ। आज चाहिँ हामी अहिले भक्तपुर आइपुगेका छौँ। हामी भक्तपुर हुँदै कता जाने हो विशेष यो ठाउँको जानकारी चाहिँ हाम्रो चाहिँ क्याप्टेन हाम्रो चाहिँ ग्रुप क्याप्टेनले चाहिँ अहिलेसम्म चाहिँ यो ठाउँमा जाने भनेर भन्नुभएको छैन। लाग्छ के छ राजु कहाँ जाला हाम्रो खास विशेष आज हामी नगरकोटको बाटो हुँदै कुन्ठाबेसी भन्ने क्रस गरेर जिगकिलो हुँदै दलघाट जाने नयाँ रुटबाट जाने दलघाट जाने नयाँ बाटो चाहिँ हामी चाहिँ 5जना छौँ। हाम्रो पछाडि हाम्रो साथीहरू हुनुहुन्छ। ल एकचोटि हाई गरिदिनु सबैले हाई गरिदिनु भनेर खै राज दा अनुहार देखेन। नमस्कार है ल है त हाम्रो चिया खाएर जाने हो कि के छ अहिले हामी करिब 1-1.5 घन्टापछि अहिले चाहिँ हामी नगरकोट आइपुगिसक्यौँ। नगरकोटसम्म आइपुग्दाखेरि यहाँ साथीहरूलाई कतिको थकाइ लागेछ। ल अब हामी चाहिँ यहाँबाट अब बिस्तारै यो नगरकोटबाट तलतिर झर्दै हामी चाहिँ कुन्ताबेसी भन्ने ठाउँतिर हामी लागिरहेका छौँ। अहिले यो चाहिँ यहाँबाट बिस्तारै तल झर्ने बाटो रहेछ। तलको बाटो अलिअलि कहीँ कच्ची कहीँ ठिकै छ। यहाँबाट चाहिँ कुन्ताबेसी चाहिँ यहाँबाट 18 किलोमिटर रहेछ। ए नाना कुन्ताबेसी कति चुटक्याम कति घन्टा तेरी कुन्ताबेसी हुने यही हो नि त? कुन्ताबेसी भन्छ नि। अब यहाँबाट 0 किलो कता
यहाँबाट कति टाढा पर्छ उयो टोकबाट अलिकति चाहिँ 15 मिनट 10 मिनट हो ए हस् हस् ल धन्यवाद दोलाल घाट आइसकेपछि माछा खाएन भने चाहिँ दोलाल घाट आएको जस्तै हुन्न रे त्यही आज साथीहरू आज चाहिँ माछा र बियरको स्वादसँग एकदम रमाइरहनु भएको छ यहाँ कस्तो छ माछाको टेस्ट के यहाँको लोकल माछा हो कि यो जनकपुरको लोकल हो रियल हो कसरी थाहा हुन्छ अरे लोकल र बाहिरको भनेको थाहा हुन्छ र यसरी हेर्ने ए हजुर लोकल र ब्रोइलर भनेको हजुर। जसको पेट ठुलो हुन्छ दाना खाएको हुन्छ है अँ त्यसको चाहिँ त्यो चाहिँ पोखरीमा पालेको हुन्छ अनि जो चाहिँ खोलामा एकदम खेल्छ नि त उनीहरूको जिउ सिलिङ हुन्छ क्या अँ त्यो भएर चाहिँ लोकल र ब्रोइलर भन्ने चिनिन्छ अनि यो ठाउँलाई दोलाल घाट चाहिँ किन भनेर छ के दोलाल घाट किन भने के होला म जन्म त मेरो यहाँ होइन काठमाडौँ हजुर म 32 वर्ष अगाडि बिहा गरेर दोलाल घाटमा आएको हो पहिला पहिला चाहिँ यो बाटो चाहिँ खासा भोटेहरू हिँड्ने बाटो रे अनि यहाँ चाहिँ इन्डियनहरू पनि आउँछ अरे होइन अनि यो अब उनीहरू इन्डियनहरूले राखेको नाम भन्ने सुन्नमा आएको छ है यो दोलाल घाट भनेपछि दो भनेपछि दुईवटा भयो लाल भनेपछि यो रातो माटो बगार ल्याउने खोला हो लाल अनि दुइटै खोलामा यो सुनकोशी खोला र इन्द्रावती खोलाको डुबानो भएको हुनाले यहाँ चाहिँ दुइटै खोलामा चाहिँ रातो माटो बगार ल्याउने भएर दोलाल घाट हुन गएको रे भनेर अनि यो एउटा मानिस पोल्ने ठाउँ पनि हो एउटा घाट पनि हो त्यही भएर अनि दोलाल अनि घाट दोलाल घाट हुन गएको भन्ने चाहिँ मान्यता छ ल एकदम धन्यवाद ल कति मजा राम्रो धेरै धेरै धन्यवाद अनि यो पुल पनि बन्नुको रहस्य अर्कै छ महेन्द्रको पालामा बनेको पुल हो यो पुल ए एकचोटि महेन्द्र चाहिँ खासा जानुपर्ने थियो यही बाटो हुँदै अनि यहाँ त अब माझीको बस्ती हो नि त यो पुरै अनि माझीले चाहिँ अनि ढुङ्गा तार्नुपर्ने थियो उसलाई ढुङ्गामा राखेर तार्दाखेरि माझीले के भने ओ राजा राम्रोसँग बस ढुङ्गा के खोला हामीले पो तिमीलाई राजा भन्छ त खोलाले तिमीलाई राजा भन्दैन तिमी राम्रोसँग समातेर बस भने रे ओहो यसले त मलाई यसरी बोल्छ भने यो ठाउँमा चाहिँ मैले केही गर्नै पर्छ भनेर महेन्द्र सरकारले चाहिँ यो पुल माग गरेर चाइनाको सहयोगले बनेको पुल 2023 सालमा बनेको पुल यो ए ल कस्तो नयाँ नयाँ कुराहरू थाहा पाएँ ल थ्याङ्क यू धेरै धेरै धन्यवाद साथीहरू खानाको बारे के कस्तो छ खाना मिठो नमिठो यहाँ आएर दोलाल घाट घुमिवरिकन दोलाल घाटमा खानासाना खाइवरिकन अब चाहिँ हामी करिब करिब फर्किने तयारीमा छौँ एकदम रमाइलो ठाउँ दोलाल घाटमा घुमघाम गरियो साथीभाइहरूसँग ल त